अब यतिखेर चाहिँ मलाई केही भएर म मर्छु भन्नेसँग के को डर कि अब कति होला र 2 होला 4 होला 5 होला हद भए 6-7 होला 8 होला केसँग डराउनु कामै गर्न सक्दिनँ भन्ने त मलाई एक रति लाग्दैन अहिले पनि म एकदम एक्टिभ छु अर्को कुरा के छ भने मैले राम्रा राम्रा व्यक्तिहरूसँग लाई चुनेको छु ती सबै सपोर्टिभ छन् रामेश्वरजी हुनुहुन्छ हैन हाम्रो कुलमान घिसिङ भयो ओम नै भए सबै यो देशको एकदम हिरा नै हुन् अब यस्तो व्यक्तिहरू सपोर्ट तर सबै काम त म जिम्मा लिन्न नि उहाँहरूलाई सबैलाई बाँड्दिया छ मलाई लाग्दैन मैले यति काम गरिसकेपछि यति मैले मेहनत गरेपछि भगवानले मलाई बदनाम गराउलान् जस्तो चाहिँ लागेको छैन मेरो समाजप्रति मुलुकप्रति यो जनताप्रति मेरो एउटै लक्ष्य छ मैले मेरो बाउले हेर्न पाएन यो देशको विकास हेर्न पाएन मेरो बाजेले हेर्न पाएन मैले पनि हेर्न पाइरहेको छैन मेरो छोरोले त हेरोस् कमसेकम मेरो छोरो नबिदियोस् विदेशमा नबसेर यही देशमा आओस् भन्ने मेरो अन्तिम लक्ष्य उनीहरूको एउटै शब्द थियो तपाईँ हाम्रो आमा हो हामीले मागेको कुरा चाहिँ पुर्याइदिनुस् हामीलाई त्यति भए पुग्छ अब यिनलाई सजाय दिलाउनुस् हामीलाई अन्याय गरेको हो र यो मुलुकलाई निकास दिनु हामीलाई केही पनि चाहिएको छैन मुलुकले चाहिँ एउटा के भने विकास गर्न सक्ने एउटा बाटो बनाइदिनुस् हाम्रो चाहना त्यति नै हो मुलुकमा चाहिँ एउटा भ्रष्टाचार रहित बनाउने प्रयास गर्नुस् भनेर उनीहरूले त्यति नै मागे र एउटै कुरो के भयो भने बच्चाहरू जो पढ्ने छात्र छात्राहरू 23 गतेको दिन जो मारिए हो त्यो मारिएको हुनाले हामी दुखित भएर हामी यसमा काम गरौँ र उनीहरूले मागेको जुन डिमान्ड छ मुलुकमा धेरै करप्सन भयो आर्थिक अनियमितताहरू भयो र एउटा चाहिँ सुशासन भएन भनेर मागेको यो पूरा गर्नलाई हामी सक्षम छौँ भनेर हामी आएको हौँ अब कुनै पनि काममा 100% सफल हुने कुरा पनि आउँदैन एउटा कुरा अर्को कुरा के हुन्छ भन्दाखेरि गर्दा गर्दै सबै काम पूरा नहुन पनि सक्छ त्यो हुन्छ भन्ने पनि छैन हामी काम गर्छौँ आलोचना आइरहन्छ तर सक्दो हामी राम्रो कोसिस गर्छौँ काम गर्ने अब हामीले अनुसन्धान गरेर त्यसलाई कारबाही गर्नेसम्म हामीले पुर्यायौँ भने पनि अर्को गभर्नमेन्टले त्यसमा चाहिँ अरू कामहरू गर्न सक्छ तर त्यो बाटो चाहिँ हामी बनाउँछौँ जब पोलिटिकल अप्ठ्यारो पर्छ परिस्थिति पर्छ जब पोलिटिसियनहरूबाट पुरा हुँदैन काम त्यतिखेर बङ्गलादेशमा न्यायाधीश आएर चुनाव गरेछ अरू कन्ट्रीमा पनि न्यायाधीशहरू आएर गराएको छ यही नेपालमा पनि इलेक्सनको सम्पूर्ण कामहरू र हरेक ठाउँमा अधिकृत न्यायाधीशहरूले गर्छन् ठीक हो न्यायाधीशले चाहिँ के छ भने पोलिटिक्समा जानु हुँदैन यो मेरो मान्यता हो मेरो पनि मान्यता हो तर म त अहिले रिटायर्ड जज हुँ म रिटायर्ड जज हुँ रिटायर्ड जजले पोलिटिक्स गरेको त होइन